लागि भविष्यमा जोडिने पक्षहरू पनि आन्दोलन परिचालन समितिमा समावेश हुन सक्नेछन्। निर्देशक समितिको प्रमुख सल्लाहकारमा डाक्टर जगमान गुरुङ, खेमराज सेराई, बुद्धिराज बज्राचार्य, शास्त्रदत्त पन्थ, राजेश ऐराज रहनुहुनेछ। सल्लाहकार समितिलाई पछि फराकिलो बनाउन सकिनेछ। संयुक्त जनआन्दोलन पार्टी या समूहको नभई राष्ट्रिय झण्डामा हुनेछ। हाम्रा साझा एजेन्डालाई मूर्त रूप नलिएसम्म हाम्रो कार्यगत एकता, सामूहिक अठोट तथा रणनीति चट्टान सरह बलियो तथा अविचलित रहने प्रतिबद्धता व्यक्त गर्दछौँ। हामी बीचको एकता, पारस्परिक समझदारी र सम्मान तथा विश्वास नै हाम्रा एजेन्डालाई सार्थक तुल्याउने गरिरहेको तथ्यलाई हामीले राम्ररी आत्मसात गरेका छौँ। सोच, समझदारी र व्यवहारमा हामी बीच केही समस्या भएमा मित्रवत समाधान खोज्नेछौँ। आन्दोलनको अवधिभर हामी एकअर्काको आलोचना गर्ने छैनौँ। हामी समय र परिस्थितिको आग्रह तथा सन्देशबाट निर्देशित हुनेछौँ। हामी माथि उल्लेखित मूलभूत चारवटा साझा एजेन्डा प्राप्तिको निम्ति मोर्चाबन्द भएका छौँ। देशको राजनीतिक, प्रशासनिक र न्यायिक स्वरूपबारे हाम्रा मार्गचित्र फरक फरक हुन सक्छन्। तीबारे हामी आफ्नो धारणा व्यक्त गर्न स्वतन्त्र हुनेछौँ। हामी के कुरामा पनि सचेत छौँ भने जब सर्वपक्षीय सम्मेलनबाट हामी नवीन समझदारीमा प्रवेश गर्नेछौँ, त्यसबेला हुने संविधान र राज्यको संरचनागत पुनरावलोकनमा यो सहमतिका हस्ताक्षरकर्ता बाहेक अन्य पक्षहरू पनि संलग्न हुनेछ। ती सबैको सामूहिक छलफल र निचोडबाट मात्र नवीन समझदारी निष्कर्षमा पुग्नेछ। आगामी दिनहरूमा हामी बहस र छलफलबाट नै विभिन्न विषयका निर्णयमा पुग्नेछौँ। तर निर्देशक समितिको संयोजकका रूपमा मैले बैठक पश्चात या कहिलेकाहीँ बैठक बिना नै अन्तिम निर्णयहरू लिनुपर्ने स्थिति हुनेछ। त्यस्तो अवस्थामा पनि मलाई साथ दिएर सहयोग गरिदिनु हुन म यहाँहरू सबैसँग विनम्र आग्रह गर्छु र मेरो यो प्रस्तावलाई यहाँहरूलाई मन्जुरी छ भने ताली बजाएर समर्थन गर्नु। धवलजी यहाँ आउनुहोस् त। अब त्यो भाषण धन्यवाद अग्रज व्यक्तित्व। आजको यस कार्यक्रममा पाल्नुभएका तमाम राष्ट्रवादी महानुभावहरूमा फेरि पनि म न्यानो अभिवादन टक्राउन चाहन्छु। आजको यो कार्यक्रम अन्ततः हामी राष्ट्रिय झण्डा मुनि बसेर अब संयुक्त आन्दोलनको घोषणा गर्ने भनी हामीले जुन ढङ्गले हामीले चाहिँ आजको यो चाहिँ संयुक्त भेला गराइएको छ, यसै सन्दर्भलाई अलिकति प्रस्ताइदिनु हुन आम नेपालभरि रहेका राष्ट्रवादी र जनप्रेमी देशप्रेमी महानुभावहरूलाई थोरै प्रस्ताइदिनु हुन म राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष आदरणीय डाक्टर धवल शमशेर राणाज्यूलाई यहाँ निम्त्याउँदछु। धन्यवाद दर्शक महोदय। अलिकति म सच्याउन चाहन्छु, म उपाध्यक्ष होइन, म महामन्त्री हो पार्टीको।
आजको यो राष्ट्रवादी भेलाका संयोजक नवराज सुवेदीज्यू, वरिष्ठ राष्ट्र प्रजातन्त्र पार्टीका पूर्व अध्यक्षज्यूहरू, उपाध्यक्षज्यूहरू, अभियन्ता दुर्गा प्रसादज्यू, शिवसेनाका अध्यक्ष अनिल बाबाज्यू र उपस्थित विभिन्न सङ्घ संस्था समूह अभियानबाट पाल्नुभएका सबै राष्ट्रवादी साथीहरूलाई म आफ्नोतिरबाट र सम्पूर्ण राष्ट्रवादीतिरबाट हार्दिक अभिनन्दन र नमस्कार गर्न चाहन्छु, स्वीकार्नुहोस्। मित्रहरू, म धेरै लामो बोल्न चाहन्न। हाम्रो संयोजक नवराज सुवेदीज्यूले यहाँहरूलाई सबैलाई जानकारी गराइसक्नु भएको छ। हामीले यो देशलाई पुनः उन्नति र प्रगतिको बाटोमा लग्नको लागि एउटा राष्ट्रवादी आन्दोलन र अभियान सुरु गरेको छौँ। हामीहरूले यो अभियानमा सबै राष्ट्रवादी, राजावादी, सनातन हिन्दू राष्ट्र चाहनेहरू, गणतन्त्र विरोधी, संघीयता विरोधी, भ्रष्टाचारलाई समाप्त गर्न चाहने सबैलाई एक ठाउँमा ल्याएर एउटै प्लेटफर्ममा हामीहरूले यो अभियान, यो आन्दोलनको सञ्चालन गर्ने योजनामा उत्रेको छौँ। म यही मञ्चबाट सम्पूर्ण राष्ट्रका पार्टीहरूलाई, देश चलाइरहेको पार्टीहरूलाई के आग्रह गर्न चाहन्छु भने जनताको चाहना अनुसार, यो चलेको हावाको चाहना अनुसार यो हावा आँधी हुरीमा परिणत हुने भन्दा पहिले सबैजना मिलेर राजा सहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रलाई स्थापना गरौँ र यो श्रेय सबै पार्टीहरूले लिउन्, सबैले लिउन्। मिलेर हामी एउटा नयाँ सम्झौता र नयाँ परिस्थितिमा यो देशलाई अगाडि बढाउँ, किनकि यसको आवश्यकता छ। अब नयाँ परिस्थितिमा नगएर जनता मान्नेवाला छैनन् र मानेनन् भने, तपाईँहरू मान्नु भएन भने जनताले फेरि आफ्नो निर्णय आफै गर्छ। त्यो बेला हामीले रोकेर पनि रोक्न सक्ने स्थिति हुँदैन। तब त्यस कारणले यो मञ्चबाट म सम्पूर्ण राष्ट्रिय पार्टीहरूलाई आग्रह गर्न चाहन्छु। आज मैले सदनमा पनि बोली, म तपाईँहरूलाई विनम्र अनुरोध गर्छु, एउटा नवीन सम्झौतामा आएर राजा सहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रलाई कायम गरेर यो देशको उन्नति र प्रगतिको बाटोमा लिएर जाऊँ। म धेरै बोल्न चाहन्न। यो आन्दोलनको सुरुवात हो। हामी सबै राजावादी, राष्ट्रवादी र सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रवादीहरू एक ठाउँमा आउँछौँ र मैले आउँदै देखिरहेको छु पूर्व मन्त्री हाम्रो केशर बहादुर विष्टज्यू पनि यहाँ सामेल भएको छ, हुनुहुन्छ। उहाँलाई ताली बजाएर सबले स्वागत गरिदिनु। ल म धेरै लामो कुरा गर्न चाहन्न, मेरो कुरा यति हो। जय राष्ट्र, जय जनता, सबैलाई अभिवादन, नमस्कार। धन्यवाद धवल शमशेर राणाज्यू। भर्खरै पूर्व मन्त्री हाम्रो केशरबहादुर विष्टजी आइसक्नु भएको छ यस कार्यक्रमलाई सम्बोधन गर्नका लागि। पछाडि रहनुहुने महानुभावहरू, मैले अलिकति यहाँहरूको ध्यान आकर्षण गराउन चाहेँ। पछाडि रहनुहुने महानुभावहरू अलिकति धैर्य धारण गरेर शान्त भएर बसिदिनु होला। हामीसँग यस्ता वक्ताहरू हुनुहुन्छ, केही वक्ताहरू हुनुहुन्छ जसले यो देशको वर्तमान अवस्थाको चिरफार गरेर तपाईँ हामी सबैलाई एउटै गोलबन्दमा अगाडि बढाउनका निमित्त आज हामी यहाँ भेला भएका छौँ। तपाईँहरू अलिकति पछाडि शान्त भएर बसिदिनु र दर्शक महानुभावहरू, यस पछाडि यस कार्यक्रमको उद्देश्यलाई अरू थप ढङ्गबाट चिरफार गरिदिनका लागि म अभियन्ता नै मैले भन्न रुचाएँ आदरणीय रमा सिंह दिदीलाई यहाँ निम्त्याउँदछु। रमा सिंह दिदीलाई पनि मैले 5-7 मिनटको टाइम दिएँ। रमा सिंह दिदी आउँदै हुनुहुन्छ। नमस्कार। आजको यस सभाका सभाध्यक्ष श्री नवराज सुवेदीज्यू तथा उपस्थित मेरा आदरणीय विशिष्ट व्यक्तिहरू र मेरा अभिन्न मित्रहरू,
नेपालमा हिन्दू अधिराज्य कायम गर्न हामीले एउटा संयुक्त आन्दोलन सुरु गर्नुपर्छ भनेर भन्न थालेको हामीले धेरै पहिलादेखि हो। दुर्गाजी यहाँ हुनुहुन्छ। मेची पुलमा हामीले श्री 5 महाराजा धिराजलाई स्वागत गरेर बत्ती बाल्न लगाएपछि त्यसपछि हामीले यो संयुक्त आन्दोलनको इच्छा र आकांक्षा व्यक्त गरेका पनि हौं र त्यसपछि हामीले अब संयुक्त रूपमा अगाडि नबढिकन केही पनि हुँदैन भनेर धेरै प्रयास पनि गरेका हौं। तर धेरै प्रयासहरू सफल हुन नसक्दै पनि करिब 2.5 वर्षपछि आएर यो प्रयास सफल भएकोमा यो प्रयासलाई सफल पारिदिनु हुनेहरू सबैजनालाई म हार्दिक नमन व्यक्त गर्न चाहन्छु। अहिले हामीले सुनिरहेका छौं प्रतिपक्षले पनि आन्दोलन गर्दैछ अरे। अब माओवादीहरूको आन्दोलन छुट्टै छ। त्यसपछि अब हाम्रो आन्दोलन कसरी जाने हो? आज हामी जसरी एकजुट यहाँ भएर बसेका छौं, हामी श्री 5 महाराजा धिराज पोखराबाट फिर्ती सवारी गइबस्दाखेरि हामी जसरी एकजुट भएर एयरपोर्टदेखि निर्मल निवाससम्म बसेका थियौं, त्यसैगरी एकजुट गर्न यो कार्यदललाई सफलता मिलोस् र त्यही सफलता सँगसँगै नेपालमा हिन्दू अधिराज्य कायम होस् भनेर म भन्न चाहन्छु र सम्पूर्ण अभियन्ता मित्रहरूलाई, सम्पूर्ण पार्टीका मित्रहरूलाई आउनुहोस् एकपल्ट फेरि यो राष्ट्रलाई नेपाल अधिराज्यको रूपमा विश्वमा 1.5 अर्ब भन्दा बढी हिन्दूहरूको प्रतिनिधिमूलक राष्ट्रका रूपमा हामी स्थापित गराउँ। हाम्रा राष्ट्रनायक श्री 5 महाराजा धिराजलाई 1.5 अर्ब भन्दा बढी हिन्दूहरूका सम्राटका रूपमा हामी स्थापित गर्न सकौं। यो नै हाम्रो लागि गौरवशाली क्षण हुनेछ भन्ने मलाई लागेको छ र यति भन्दै मेरो आफ्नो मन्तव्य म यही टुङ्ग्याउँछु। धन्यवाद। धन्यवाद रमा दिदी, अत्यन्तै राम्रो प्रस्तुति। उहाँले हामी सबै गोलबद्ध भएर अब यो आन्दोलन छेड्नुपर्छ, यो राष्ट्रले चाहेको कुरा हामीले चाहिँ नै स्वीकार्नुपर्छ भनेर दिदी जानु भइसक्यो। अब यस पछाडि म छोटोमा फेरि हामीसँग समय खासै धेरै छैन, म छोटोमा पूर्व मन्त्री सुरेन्द्र बहादुर बस्नेत ज्यूलाई आफ्ना केही भनाइहरू राखिदिनु न। म हरिबहादुर बस्नेत ज्यूलाई अनुरोध गर्दछु। सभाका संयोजकज्यू, आदरणीय दुर्गा प्रसाद जी, केशर बहादुर विष्ट जी, प्रकाश चन्द्र लोहनी जी, विक्रम पाण्डे जी, अरू पनि थुप्रै हुनुहुन्छ साथीहरू, गंगा चौधरी जी आदि सबै साथीको नाम लिन सक्दिनँ म। त्यसकारणले सबैमा मेरो नमस्कार। अब यहाँ बोल्ने त म तयार थिइनँ, तर भन्नुभयो हुनाले 2-4 कुरा भनिहाल्छु। आज जुन कुराको थालनी भएको छ, यो एउटा बृहत रूपमा चाहिने नेपालमा अहिलेको हाम्रो देशमा जुन किसिमको वातावरण छ त्यसलाई रूपान्तरित गरेर एउटा ठिक किसिमको वातावरण सृजना गर्नको निमित्त यो बैठक आज चाहिने नवराज्यको संयोजकत्वमा खडा भएको छ। अब यसलाई कुनै पार्टीले पनि यो विपक्षीको कार्यक्रम भनेर लिनुपर्ने आवश्यकता नै छैन। यो एउटा समझदारी गराउनको निमित्त, सबै पार्टीहरूसँग सहमति जुटाउनको निमित्त, हिजोसम्म जो जहाँ उभिरहेको थियो, हिजो चाहिने महाराज धिराजको चाहिने अस्ति सवारी हुँदाखेरि जुन भिड जम्मा भयो, त्यो भिडबाट सशंकित भएर केही पार्टीहरूले चाहिने विभिन्न किसिमका अभिव्यक्तिहरू दिन थालेका छन्। यस्तो अभिव्यक्तिहरू दिनु आवश्यकता नै छैन। त्यसपछि सानातिना घटनाहरू घट्न थालेका छन्। कसैको फोटो तस्बिर जलाउने, कसैको के गर्ने, यो त्यो कामको निमित्त हुँदै होइन। यो देशको अलग किसिमको जिम्मेवारी लिएको छ यो समूहले, र यो जिम्मेवारी भनेको सबै दललाई मिलाएर अहिले समाजमा देशमा पैदा भएको विकृतिलाई हटाएर एउटा स्वच्छ राष्ट्रको चाहिने निर्माण गर्नको निमित्त
राजाको आवश्यकता छ, यसलाई हिन्दू राष्ट्रको रूपमा कायम गर्नु आवश्यकता छ भन्ने एउटा चाहना स्वरूप र त्यसमा सबै दलहरू, चाहे त्यो एमाले होस्, कांग्रेस होस्, माओवादी होस्, जुनसुकै पार्टी होस्, सबैले सहमति जनाउनु पर्छ भन्ने आशयले यो अहिलेको आयोजना त्यसको निमित्त गरिएको जस्तो लाग्छ। त्यसैले मेरो सबै पार्टीहरूसँग नम्र निवेदन छ, यसलाई अन्यथा नलिकन सबै मिलेर बसेर यसका बारेमा छलफल गरौँ। आज देशमा विकृति छैन भन्ने कसैले पनि भनेको छैन। सबै पार्टीका मान्छेले, सबै पार्टीका नेताहरूले चाहिँ आज देशमा जनताले नेताहरूलाई पत्याउन छोडेका छन्। आजको अवस्था ठिक छैन, हाम्रो चाहिँ आर्थिक अवस्था ठिक छैन, सामाजिक अवस्था ठिक छैन, कुनै पनि अवस्था ठिक छैन। त्यस कारणले यसलाई चाहिँ अर्को यसको रूपान्तरण गरेर अर्को यो देशलाई खुवाउनु, यो देशलाई फेरि किसिमको बाटोमा कसरी सिर्जना गर्ने, त्यसका निमित्त बसेर छलफल गरौँ। के छ त्यसको उपाय, कसरी निकाल्ने त्यसको बाटो, कसरी अगाडि जाने, कसैलाई पनि बन्देज नगरिकन, कसैलाई पनि निषेध नगरिकन सबैलाई समावेश भएर हिँड्ने बाटो के हो, यो बाटो पहिले आउनुको निमित्त आज हामी आउँछौँ। यस कारणले साथी हो, यसलाई चाहिने हाम्रो अहिले आन्दोलनको पनि कुरा होला गरियो। यहाँ आन्दोलनको कुरा आउँदै जान्छ बिस्तारै क्रमिक रूपमा। यो सहमति हुन सकेन भने यदि राजनीतिक दलहरूले एउटा सहमतिमा आउने जुन प्रयास हो त्यसलाई स्वीकार नगरिकन आफ्नै डम्फो बजाएर जाने हो भने अनि आन्दोलनको कुरा आउन सक्छ। नत्र भने आन्दोलनको आवश्यकतै छैन। यसको निमित्त सबै राजनीतिक दलहरू, सबै राजनीतिक शक्तिहरू एक ठाउँमा बसेर मन्थन गरौँ, विचार गरौँ, चिन्तन गरौँ। आज देशको आवश्यकता के हो, हामीलाई लागेको आवश्यकता के हो भने यो राष्ट्र चाहिने, यो चाहिने राज संस्थालाई यो सर्वोच्च राष्ट्रको अभिभावकको रूपमा कायम गरिनुपर्छ र हिन्दू राष्ट्र, हिन्दू सनातन हिन्दू राष्ट्रलाई चाहिने फेरि पुनः कायम गरिनुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यसमा अरूको के विचार आउन सक्छ त्यो सबैलाई मन्थन गरौँ न, चिन्तन गरौँ न, बसौँ न। त्यसैले यसलाई चाहिने कुनै दलले पनि अन्यथा लिनु आवश्यकता छैन। यसलाई चाहिँ एउटा सुझावको रूपमा अहिले तत्काललाई लिऊ, तर त्यसलाई सुझावको रूपमा नलिकन, अटेर गरिकन यसको विरोधमा उभिने चेष्टा भयो भने हामी पनि फेरि आन्दोलनमा जान विवश हुनेछौँ। त्यस्तो अवस्था नआओस् भन्ने चाहिने संयोजकज्यूले पनि भन्नुभयो। त्यस्तो आयो भने, त्यस्तो अवस्था आयो भने देशलाई, सबै पार्टीलाई, हामीलाई, अर्कालाई, सबैलाई नोक्सान हुन्छ। त्यस्तो अवस्था नआओस् भन्ने कामनाका साथ मेरो दुईटा कुरा यी टुङ्ग्याउँछु। धन्यवाद। धन्यवाद अग्रज। हो, साँच्चै हामीले परिकल्पना गरेको देश, परिकल्पना गरेको हाम्रो सुशासन उहाँले भन्नुभएको जस्तै हुनुपर्दथ्यो। तर विडम्बना, हाम्रो देश त्यो जर्जरताबाट गुज्रिरहेको छ जहाँ आज विभिन्न बहानामा देश लुटिएको अवस्थामा राजावादीहरू एक भएर, राष्ट्रवादीहरू एक भएर, हिन्दूवादीहरू एक भएर अगाडि बढ्नुपर्ने महसुस तमाम नेपाली जनताले गरेको हामीले महसुस गरेका छौँ। यही कार्यक्रममा फेरि म अर्को वक्ता, अत्यन्तै प्रखर, अत्यन्तै ऊर्जाशील अर्को एकजना वक्तालाई बोलाउन चाहन्छु, विक्रम बहादुर पाण्डे। उहाँलाई पनि यस कार्यक्रमको बारेमा केही प्रश्न दिनुहुन म अनुरोध गर्दछु। विक्रम पाण्डे मान्यज्यू। उहाँलाई यसपछि गर्नु मैले अन्तिम पहिलो विक्रम दाइलाई मैले
बोलाएँ। त्यस पछाडि दुर्गा प्रसाई ज्यूलाई बोलाउँछु, अन्तिम वक्ताको रूपमा दुर्गा प्रसाईलाई बोलाउँछु। ल विक्रमलाई बाहिर निस्किनु भइसकेछ। ल दुर्गा प्रसाई ज्यूलाई अनुरोध गर्दछु। ल खेमराज सेडाई दाइ अगाडि आउनुहोस् न त। खेमराज सेडाई दाइ अगाडि आइदिनुहोस् न। 2 शब्द उहाँलाई मैले 5 मिनटको समय प्रदान गरेँ। यस कार्यक्रमका संयोजकज्यू, मभन्दा सबै ठुल्ठुला व्यक्तित्वहरू म देख्छु र विभिन्न पार्टी र सङ्घ संस्थाका मित्रहरू र पत्रकार मित्रहरू, आज अत्यन्त खुसी लागेको छ। जुन कार्य आज भयो त्यसले के भन्छ भने शत्रुहरूको मुटुमा ढ्याङ्ग्रो बजेको छ। तपाईँ हामीले के गर्नु पर्दैन भने ढुङ्गा लिएर हिँड्न नि पर्दैन, केही लिएर हिँड्न नि पर्दैन। यति मात्रै म्यासेज जाँदाखेरि यी अपराधीहरू एकाएक हुनेछन् र बेलुका निदाउने छैनन् यिनीहरू। र त्यस कारणले आज आएर देशको राज संस्था राजताजलाई ज्यानमाराले जुन प्रकारको उसले गाली गलोज गर्यो, त्यो तपाईँ हामी सबैलाई गाली गलोज गरेको हो। त्यसलाई तपाईँ हामीले सिरियस लिनुपर्छ। र त्यस कारणले हामी चुप लाएर बस्ने होइन। र हिजो उसले भुक्दै थियो, मैले के भने कुकुरहरू भुकिराखेका छन्। अनि मलाई कहाँ कहाँ के लाग्यो भनेदेखि चाहिँ यो तिहारै नलाइकन कुकुरले माला कसरी लायो, माला पनि लगाइराखेको थियो। र त्यस कारण साथीहरू अत्यन्त क्रुसियल पिरियड छ। मलाई धेरै मान्छेहरूलाई प्रसव बेच्न लागेको थियो। जुन कार्य यो भयो, म अलिकति म भन्छु भयो भइसके मान्छेहरू रातारात निदाएका थिएनन्। कोही भन्न थाले पञ्चले नै पञ्चलाई के भन्न थाल्यो भने त्यो नवरात्रि त महापञ्च सेनाजी के हो तपाईँको, हेर्नुहोस् है। अब कोही चाहिँ दुर्गा प्रसाईलाई भड्काउन जाने मान्छे पनि निस्कियो, हेर्नुहोस्। र त्यस कारण यहाँ नेपालमा के रहन्छ त भनेदेखि चाहिँ कोही पनि पार्टीको मान्छे पनि होइन रहेछ, कुनै अभियन्ताहरू पनि होइन। जम्मै के रहेछ त भने मेरो अनुभवमा के भयो भने जम्मै एजेन्टहरूको बास रहेछ। कोही राष्ट्रिय प्रजातन्त्र पार्टी भन्छ त्यो के हो, दुर्गा प्रसादसँग पछि लाग्यो भन्छ त्यो के हो। अनि शङ्कै शङ्काको घेरामा गयो। र मलाई अत्यन्त खुसी के लागेको छ भने मैले पनि यो कार्यमा मैले होमवर्क निकै गरेँ, म पनि निकै खटेको हो। र त्यस कारण आज मलाई जो उपस्थिति मैले यहाँ देखेँ मलाई अत्यन्त खुसी लागेको छ। यो के छ भन्नुहुन्छ भने यो ठुलो काम भएको छ। त्यस कारणले हामीहरूलाई के बानी परेछ भनेदेखि चाहिँ मलाई के लाग्यो भने आन्दोलनमा मिलौँ त भन्दाखेरि शुद्ध यहाँ को संयोजक हो नि, म के हो नि, यो राजनीति त के हो त म्याराथन दौड हो। म्याराथन दौड हो। र यो एउटा ग्राउन्ड बनाइसकेपछि गाडी लिएर हिँड्ने हो, जसले जित्न सक्छ त्यही आउने हो। र त्यस कारण यहाँ के परम्परा रहेछ भने चाहिँ तँ यो भइहाल्छ, कान पुग्यो भने त्यो कसिहाल्यो, दर्जा दिइहाल्नु पर्ने। र त्यस कारण दर्जा भन्ने चिज सीके प्रसाईले भन्नुभएको छ, दर्जा राजनीतिमा जति दर्जा त्याग्यो त्यो दर्जा उति नै नजिक आउँछ भनेर। आज हामीले नवराज सुवेदी जस्तो एउटा सिजन मान्छे न उहाँलाई किस्मतमा लेखेको छ कि उहाँकै अध्यक्ष भएमा गएको संस्था न फिर्ता पो आइदिने हो कि, त्यो पनि ठुलो कुरा छ। यो भाग्यको कुरा हो। र त्यस कारण यसमा कुनै दुविधा मेरो नाम कहाँ पर्यो के पर्यो भन्दाखेरि पनि हामी सबै समितिमा हो। अब यो नै आन्दोलन परिचालन समिति। त्यस कारण मेरो रिक्वेस्ट गरेर चाहिँ के छ साथीहरू भने अब मनमुटावको चिज होइन। यही म्यासेज जब बेलुका जान्छ, जब रेडियो टिभी युट्युबका भाइहरू आउनुहुन्छ, यिनीहरू जब उहाँहरूले बवण्ड प्रकारको के गर्नुहुन्छ त चाहिँ शीर्षक दिनुहुन्छ, अनि शत्रुको मुटु काम छ यार। त्यस कारणले यिनीहरूले प्रतिगमन र अग्रगमन भन्छन्। हामीहरू प्रतिगमनकारी। आज मान्छेहरूले के भन्न थालेका छन्, मैले जिन्दगी मैले नेपाली काङ्ग्रेसमा बिताएँ, तर आज आएर के छ म ठुलो राजावादी भएको छु। अनि मैले भन्छु म राजावादी होइन, म राष्ट्रवादी मान्छे हुँ। र त्यस कारण राष्ट्र बचे मात्रै राजा पनि रहन्छ। हामी सबै रहन्छौँ, राष्ट्र बचाउन हिँडेको हो। र त्यस कारणले यहाँ आएर सबै साथीहरूले देखेका छ तपाईँहरू त्यो कम्युनिस्ट आन्दोलनको त्यत्रो सिपी मैनाली आज राजा भएन भने देश बच्दैन भनेर चाहिँ के तपाईँ हिँडिराखेका छन्। र त्यस कारण आज भीमराव जस्ता मान्छेहरू त्यस कारण सबै एकै ठाउँमा आएर अब यिनीहरूलाई लुट्नबाट
र अग्रगमन हुने के रहेछ त भनेदेखि चाहिँ नि कम्युनिस्ट भएर 5 करोडको घडी लाउने अनि 2 लाखको जुत्ता लाउने विदेशी बैंकमा खाता भर्ने अनि आफ्ना मान्छे मात्रै भर्ने राज संस्था आयो भने उनीहरूकै विरासतले मात्रै के त भनेदेखि चाहिँ नि जान्छ हाम्रो चान्स आउँदैन भनेर हिँड्नेहरूको तपाईँहरूले हेर्नुभयो भने हिजो वर्षमान पुनको आएको थियो र प्रचण्डको हेर्नुहोस् तपाईँहरू र त्यस कारण उनीहरूले के गरे भनेदेखि चाहिँ राष्ट्र संस्थाभन्दा झन् खतरा अहिले भर्खरै के गरिरहेको छ भने भिआइपीहरूलाई भत्ता दिने र त्यस कारण यहाँ मैले देखेको छु देशको कामै नगर्ने भिआइपी हुन्छ भिआइपी त हुँदैन त्यस कारण अब म लामो भाषण गर्दिनँ मेरो शुभकामना साथीहरू र त्यस कारणले मैले के छ भनेदेखि चाहिँ दुर्गा प्रसाईजी यहाँ हुनुहुन्छ उहाँमा यङ एनर्जी छ र त्यस कारणले मैले दुर्गा प्रसाईजीलाई के गरेँ भने त्यति नजिकबाट मैले गरेको थिइनँ र त्यस कारण अस्ति के त भने म पोखराको कार्यक्रममा 10-12 घण्टा उहाँसँग सँगै भएँ हुँदाखेरि दुर्गा प्रसाईको विषयमा मैले के गरेँ भने सम्पूर्ण गुण भएको व्यक्ति हामीले बाहिर हेर्दाखेरि यो मान्छे के हो त ड्याङडुङ बोल्छ के बोल्छ कसो बोल्छ होइन रहेछ र त्यस कारण उहाँ साम दाम दण्ड भेष सबै छ त्यस कारण म दुर्गाजीलाई स्पेसल रिक्वेस्ट के गर्छु भनेदेखि चाहिँ तपाईँ यङ हुनुहुन्छ र त्यस कारणले यहाँ सबैजना के त भने सबैलाई समेटेर जस्तो केशरबहादुर विष्टजी जस्तो हुनुहुन्छ जो सिजन मान्छे जो आज कसैले राजा चाहिन्छ भने नहिँड्दै पनि केशरजीले आफ्नै अफिस खोलेर हिँड्नु भएको थियो त्यस कारण जब सिजन मान्छे देखे हुनाले अब हाम्रो अभियान अवश्य मात्रामा सफल हुन्छ 1 हुन्छ 2 हुन्छ हामी अभियानको अघि सफलताको अघितिर आएका छौँ साथीहरू एकता ताली बजाएर स्वागत गरिदिनु म पनि ताली बजाउँछु त्यस कारण यहाँबाट बिदा हुन्छु धन्यवाद खेमराज दाई अब यस पछाडि अलिकति छोटोमा आफ्ना कुराहरू राखिदिनु न रत्न कमल वैद्यज्यूलाई अगाडि बोलाउँदछु त्यस पछाडि हामीसँग लगभग वक्ताहरू सिद्धिँदै हुनुहुन्छ यहाँहरू अलिकति धैर्य गरेर बसिनु होला आजको सभाको अध्यक्ष नवराज सुवेदीज्यू र राजनीतिमा तितो मिठो अनुभव भएर पदमा पनि आसीन भइसक्नुभएका ठुला व्यक्तित्वको प्रभावमा आफ्नो व्यक्तित्वको प्रदर्शन गरेर देश बचाउनुपर्छ राष्ट्रियता जगेर्ना गर्नुपर्छ भनेर त्याग तपस्या समेत गरेका मभन्दा धेरै अनुभवी प्राप्त भएका व्यक्तिहरू यहाँ हुनुहुन्छ र उहाँहरूको अगाडि मैले बुझेको मैले जानेको मैले अनुभव गरेको काठमाडौँ उपत्यकाको असनमा जन्मेको नाताले मैले आफूले यो देश र राष्ट्रियता जगेर्ना गर्नको लागि वैकल्पिक उपाय केही पनि छैन के उपाय छ एमालेमा को छ माओवादीमा को छ काङ्ग्रेसमा को छ राजनीतिको विकृति विसङ्गति लिएर आफ्नो व्यक्तिगत स्वार्थ मात्र सिद्ध गर्ने प्रयास बाहेक यो देशमा यिनीहरूले केही पनि गरेको छैन 35 वर्षको दौडानमा एमालेले के गर्यो माओवादीले के गर्यो काङ्ग्रेसले के गर्यो यो कुरा तपाईहरुले किन उठाउन सक्नु भएन अहिले बोलेका व्यक्तित्वको प्रभावले भन्नुस् राजालाई ज्यानमारा भन्यो राजालाई सुन तस्करी भन्यो राजालाई के भन्यो तपाईहरुले सुन्नु भएको छ तर कसैले भर्सना गर्यो अहिले न हिजो गर्यो न भोलि गर्यो आज गर्यो कसले गर्यो के ज्यानमारै हो राजा के सुन तस्करी हो राजा भन्नुस् तपाईहरु ए मास तपाईहरु जम्मै बसिराखेकोहरु तपाईहरु बोल्नुस् के राजा चाहिँ तस्करी नै हो सुन तस्करी हो ज्यानमारै हो राजाले मारेको हो दरबार काण्डमा यसमा भर्सना गर्न सक्नु भएन भने के हो तपाईहरु बोल्न नसक्ने हिम्मत नभएका व्यक्तिहरु हुन् तपाईहरु के कारणले चाहिँ तपाईहरु यहाँ उपस्थित हुनु भएको ल भन्नुस् त देशको विसङ्गति विकृति विसङ्गतिलाई उन्मूलन गरी देशलाई बचाउनको लागि राष्ट्रियतालाई जगेर्ना गर्नको लागि तपाई हामीहरु उपस्थित भएका छौं त्यसको लागि विकल्प उपाय केही छैन मैले हाम्रो दुर्गा प्रसाईको सभामा पनि मैले कोटेश्वरमा बोलेको थिएँ ल यो मासमा
अहिले देशको दुर्दशा भइराखेको छ, अन्यल अवस्था छ, विकृति विसङ्गति मात्रै होइन, लुटतन्त्र, फेलियर स्टेट र बाहिरका मानिसहरूले नेपाली इज एन इन्टरनेसनल बेगर अफ ए फेलियर स्टेट भनिसक्यो। के नेपालको इज्जत अन्तर्राष्ट्रिय क्षेत्रमा पनि छैन, राष्ट्रिय क्षेत्रमा पनि छैन। तपाईहरु चुप लागेर बस्नु। परराष्ट्र मन्त्री बन्नेहरू, राजदूत बन्नेहरूले बोल्नु पर्यो कि परेन? खै बोलेको एक शब्द बोलेन। अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बेइज्जती भएको कुरा पनि थाहा छैन कि क्या हो? राष्ट्रिय क्षेत्रमा त बेइज्जती भयो, खान पाएन, लाउन पाएन र बाँच्न पाएन, सुत्न पाएन। तर पनि तपाईँ हामीहरू सुतिएर बसिरहेका छौँ, सुस्त अवस्थामा छौँ। विशेष गरी काठमाडौँ उपत्यकामा म पनि नेवार भएको हुनाले नेवारहरू पनि सुस्त अवस्थामा र सुतिरहेको हुनाले मैले ठाउँ ठाउँमा कर्नर मिटिङ गरेर तपाईहरु सुतिरहनु भयो भने, तपाईहरु उठ्नु भएन भने हाम्रो राजा राष्ट्रियता जगेर्ना गर्न सफल हुनुहुँदैन। तपाईहरु उठ्नु पर्यो, तपाईहरु जागरण हुनु पर्यो, तपाईहरुले चाहिँ आफ्नो क्षमता देखाउनु पर्यो कि नेवार नेपालको उपत्यकाको हामीहरू पनि आदिवासी रैथाने हो भनेर देखाउनु, हाम्रो अस्तित्व काम गर्नको लागि तपाईहरु अगाडि सार्नु पर्यो भनेर मैले 25 गते सारा नेवारहरूलाई आह्वान गरेको थिएँ। त्यसको फलस्वरूप तपाईहरुले एयरपोर्टमा देख्नु भएको छ, नेवारहरूको संख्या 60% जति चाहिँ उपस्थित भएर देखाइसकेको छ। अझ पनि 40% नेवारहरू उपस्थित भएर नारायणी दरबारमा राजालाई विद्यारोहण गरेर छोड्छु भनेर मैले प्रण गरेको छु, हामी नेवारहरूले प्रण गरेको छ। तर पनि तपाईहरु सबै जब नेपालमा देशमा चाहिँ सङ्कट आइपर्छ, जब राजालाई महासङ्कट आइपर्छ, त्यसपछि नेवारहरूले गुहार्ने। तर जब पदासीन भइसक्छ, सबै ठाउँमा आफू प्रफुल्लित भइसकेपछि नेवारहरूलाई नेग्लेक्ट गर्ने, वास्ता नगर्ने, नेवारहरूलाई कुनै किसिमको पदासीन पनि नगर्ने, कुनै किसिमको पदमा पनि नराख्ने, समितिले पनि नराख्ने, यस्तो किसिमको हेल चक्राइको कारणले गर्दाखेरि नेवारहरू नउठेको हो। अब नेवारहरू उठ्छन्, त्यो आशय देश बचाउनको लागि, अरू केहीको लागि होइन, राष्ट्रलाई जगेर्ना गर्नको लागि नेवारहरू उठ्छन्। उठ्नै पर्छ भनेर मैले आह्वान गरेको छु। तपाईहरुलाई प्रतिबद्धता कायम गर्छु। नेवारहरू 190% उठेर राजालाई गद्दी आसीन गर्छु भनेर प्रतिज्ञा गरिसकेको छ। त्यसकारणले म धेरै नै आशावादी छु। तपाईहरुलाई पनि अनुरोध गर्छु, आइन्दा नेवारहरूलाई नेग्लेक्ट गर्यो भने महापाप लाग्छ। तपाईहरुलाई नेवारलाई वास्ता गरेन भने तपाईहरुलाई ठुलो विकृति र विसङ्गतिले निम्त्यायो, तपाईहरुले नाश गर्छ। त्यसकारणले त्यो नाश नहोस्, त्यस्तो किसिमको नहोस्। देशमा शान्ति, सुरक्षा र सैन्य अवस्थामा सबै बाँच्न सकोस् र बाँच्ने अवस्था दियोस् भन्नको लागि तपाईहरु सबै अहिले भइराखेको उपस्थित भएको ठुलो होस् सानो होस् सबैलाई अनुरोध गर्छु। कसैलाई निम्न स्तरको नठान्नु, निम्न स्तरको व्यक्तिको प्रभाव नठान्नु। सबै एकै हो, हामी सबै नेपाली हो। हामी कुनै जात भाषी छैन, हामी नेपाली हो। हाम्रो भाषा नेपाली भाषा हो, हाम्रो संस्कृति परम्परा नेपालीमय हो। त्यस्तो चिजको अवधारणा दिएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आम जनतालाई म आह्वान गर्छु, हे प्रभु परमेश्वर, भगवान बुद्ध र पशुपतिनाथले सबैलाई सुख दिमागमा चाहिँ राम्रो विचार दियोस्, देशभक्तिको धारणाले प्रेरित गर्न सकोस्। यही नै पूरा गरेर म तपाईहरुसँग बिदा लिन चाहन्छु। जय देश, जय नरेश। धन्यवाद। यो उमेरमा पनि यति धेरै जोसका साथ उहाँले दिनुभएको सन्देश हामी सबैले अनुसरण गरौँ। त्यस पछाडि शिवसेना नेपालका अध्यक्ष हाम्रा अनिल बस्नेतज्यूलाई 2 शब्द राखिदिनु अनुरोध गर्दछु। आदरणीय यस पवित्र देशभक्ति कार्यक्रमलाई तयार गरेकोमा उपस्थिति हुनुभएका सम्पूर्ण देशभक्तिहरूलाई मैले हृदयदेखि नमन गर्न चाहन्छु। हामी
निरन्तर लामो समयदेखि नेपालमा राज संस्था स्थापित हुनुपर्छ र हामी नेपाली भएर बाँच्नुपर्छ। किनभने यो भूमि भनेको अत्यन्त पवित्र भूमि हो र यो भूमिले एउटा समयमा विश्वलाई मार्गदर्शन गर्नुपर्छ र त्यसको नेतृत्व भनेको राज संस्थाले लिनुपर्छ भनेर हामीहरू भगवानका सेनाहरू र नेपाली जुन पवित्र भावले हामीसँग जोडेर निरन्तर यस अभियानमा विगत लामो समयदेखि यस पवित्र कार्यमा हामी छौँ र अहिले जुन समिति तयार गरेको छ यसमा हामीहरू एउटा मात्रै वचन प्रतिबद्धता गर्न चाहन्छौँ कि यो राष्ट्रको लागि, यो नेपाल आमाको यो संक्रमण अवस्थालाई उन्नत गराउनको लागि, फेरि नेपाली भएर बाँच्नको लागि हामीहरूले हाम्रो तर्फबाट के त्याग गर्नुपर्छ, हामीहरू सम्पूर्ण त्याग गरेर यो राष्ट्रलाई बचाउनको लागि हामीहरू तयार छौँ। किनभने नेपाल भनेको नेपालीको हो, नेपाल अब चलाउने भनेकै नेपालीले हो र यसको अभिभावक भनेको राज संस्था भन्ने हामी सबैले बुझेर हामीहरूले ठुलो छाती राखेर, हामीहरूले ठुलो हृदय राखेर यो कार्यलाई सबैले मिलेर अगाडि बढाउनुपर्छ भन्ने भावनासहित म आफ्ना 2 शब्द यही टुङ्गाउन चाहन्छु। जय देश, जय नरेश, हर हर महादेव। धन्यवाद। धन्यवाद अनिल बस्नेतज्यू। यस पछाडि पूर्व मन्त्री आदरणीय केशरबहादुर विष्टज्यूलाई आफ्ना मन्तव्य राखिदिनु हुन अनुरोध गर्दछु। ल तपाईँको क्यामेराले उतापट्टिको मान्छेले देखिन्न, अलिकति फरक गर्नुहोस्। पछाडिको मान्छेले कसरी अनुहार देख्नु, अलिकति यो उति गर्नु दिँदैन क्यामेरा। नभए तपाईँहरू बस्नुहोस्, तपाईँहरू बस्नुहोस्। कृपया मेरो अनुरोध छ, क्यामेराको साथीहरू बसिदिनुहोस्, बसिदिनुहोस् न, बसौँ। अहिलेसम्म बोलेका साथीहरू मध्ये सबभन्दा छोटो भाषण कस्तो हुन्छ त्यो म तपाईँहरूलाई नमुना देखाउँछु। सबभन्दा छोटो हुन्छ, पिर गर्नु पर्दैन। मलाई 2-3 दिन अघिदेखि झापाको एकजना साथीले त्यहाँ यो भोजन गृहमा दुर्गा दाईले एउटा बैठक बोलाउनु भएको छ, तपाईँ जानुहोस् है दाई भनेर मलाई फोन गर्नुभयो। ए दुर्गाले बोलायो त दुर्गाले भन्नुपर्ने हो, मलाई ऊ पनि भाइ नै हो, दुर्गाले भनेको छैन भनी मैले चाहिँ होइन चाहिँ नि तपाईँ अहिले म दुर्गा दाईलाई अहिले भेटाइदिन्छु भन्नुभयो। ठ्याक्कै फोन दिनुभयो। छेउमै दुर्गा दाई बसेर अर्कोलाई काम लगाइराखेर चाहिँ उसले मैले त्यो बेला पारी ए दाई भनेर उहाँले भन्नुभयो। हामी दाई भाइ फेरि गाँस्यौँ। आजको बैठकको बारे उहाँले भन्नुभयो। हुन्छ भाइ म आउँछु भने। हिजो बिहान राप्रपाको एउटा साथीले भोजन गृहमा राप्रपाले बैठक बोलाएको छ, आउनुहोस् है दाई भन्नुभयो। अनि होइन त्यहाँ त दुर्गा भाइले बोलाएको भनेको पो थियो। मलाई त त्यो राप्रपाले पनि बोलाएको हो भने मैले हो यो राप्रपाले बोलाएको भन्नुभयो। बोलाएपछि आउँछु नि के भएर भने मैले। आज बिहान मैले नवराज दाईलाई भेटेँ। नवराज दाईका बारेमा अखबारहरूमा किसिम किसिमको कुराहरू आइराखेको तपाईँहरूले देख्नु सुन्नु भएकै छ, पढ्नु भएकै छ। मैले पनि त्यो पढेर मेरो पुरानो चिन्जानको दाजु ए दाई यस्तो यस्तो छ, यो के हो, यो तपाईँले सबै कोअर्डिनेट गर्ने रे भन्ने हल्ला चलेको छ। आज त्यहाँ बैठक बोलाएको छ। ल मैले बोलाएको नि भन्नुभयो उहाँले। अर्थात् यो बैठक हामी सबैले सबैलाई बोलाएको हो भन्ठानेर आएको हो म। यदि त्यस्तो होइन भने कसले बोलाएको जाने, कसले बोलाएको नजाने हुन्छ। आजको यो बैठक यही हलमा राउन्ड टेबल गरिदिएको भए
अहिले जति पनि साथीभाइहरूले बोल्नुभयो आफ्नो आफ्नो मनको विचार त्यसरी राखिदिएको भए यो बैठकको अझ बढी सार्थकता हुन्थ्यो होला जस्तो लाग्यो मलाई। अब गरेर तपाईँहरू सबै त राष्ट्रवादी हुनुहुन्छ, अनेक अनेक योगदान गर्नुभएको व्यक्तित्वहरू हुनुहुन्छ। गरेर चिठी पठायो, फोन गर्यो, बोलायो, अनि घर भाषण सुनाएर पठाउनु यो मलाई अलि उति ठिक लागेन। म त आएँ ठिकै छ। म आउनुभन्दा अघि मैले मेरो अफिसमा म आज ढिला भएँ। ढिला भएको कारण किनभने म आउनुभन्दा अघि मैले हाम्रो अभियानको केन्द्रीय मुख्य मान्छेहरू कमसेकम सबै नभए पनि 3 जना उपाध्यक्षहरू र केही महत्त्वपूर्ण साथीहरूलाई बोलाएँ। हामीसँग आबद्ध हुनुभएका दलहरूका मुख्य मान्छेलाई बोलाएँ, मोर्चाहरूलाई बोलाएँ र उहाँहरूलाई मैले भने मलाई यस्तो यस्तो खबर आएको छ। बिहान मैले नवराज दाइलाई पनि भेटेँ। हामी सबै त नेपालमा संवैधानिक राज संस्था होस्, सनातन पहिचान सहितको हिन्दू अधिराज्य होस्, संघीयता खारेज होस् अनि देश रहन्छ भन्ने विश्वासले यतिका वर्षदेखि हामी हिँडेकै छौँ। आज अर्को साथीहरूले यो काम गरिरहनु भएको छ भने हामीले सघाइदिनुपर्छ, हामी त्यहाँ जाइदिनुपर्छ भन्ने बैठक गर्नको निमित्त मैले बैठक बोलाएँ। किनभने हामी कहाँ एक्लैले मलाई खुसी लाग्यो म गएँ, मलाई खुसी लागेन म गइनँ वाला कुरा हाम्रो संस्थामा चल्दैन। यो बल पुग्ने कुरा हुने भएको हुनाले म अरू साथीहरूलाई पनि त्यही भन्छु। एक्लै यत्रो सङ्ग्राम गरिराखेको छ दुर्गाप्रसाद भाइले। यो दुर्गाप्रसाद भाइको सङ्ग्रामलाई सघाइदिनु त सबभन्दा पहिले सुरुवात मैले गरे हो। एउटा कुरा दुर्गाप्रसादले पनि सच्याउनु पर्छ, त्यो चाहिँ के भनेदेखि जुन बेला मेचीमा दुर्गाप्रसादले कार्यक्रम गर्नुभयो श्री 5 महाराज सरकारलाई बोलाएर, त्यो फागुनको 1 गते थियो। त्यो फागुनको 1 गते महाराज सरकारले परेवा उडाइदिएर शान्तिको प्रतीकको परेवा उडाइदिएको छ हो। फागुन 1 गतेलाई त्यति बेला राष्ट्रको विदा भनेर ज्यानमाराहरूले विदा घोषणा गरेका थिए। 17,000 मान्छेको ज्यान गएको लाई दिवस मानेर देशलाई विदा गर्ने चलन भएको अवस्थामा देशको राजाले परेवा उडाइदिएर शान्तिको प्रस्ताव अघोषित रूपमा मुखले नबोलेर त्यसरी सुरु गरेको यो कार्यक्रममा सुरुवात दुर्गाप्रसादले गरेको हो। दुर्गाप्रसाद धन्यवादको पात्र हुनुहुन्छ। त्यहाँ बसेर ठुलो स्वरले कराउने भाषण गर्ने त मैले गरेँ, अर्कोले होइन। त हामी त्यो बेलादेखि गाँसिएका मान्छे भएको हुनाले भाइ दाइ भनेर काम गर्नलाई केही बाधा नभएको कारण अहिले मैले तपाईँहरूलाई यो बताएँ। अहिले आज बिहान म प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्तामा थिएँ। 35 मिनटको अन्तर्वार्ता छ। मेरो विनम्र अनुरोध, सबैले त महत्त्वपूर्ण कुरा गर्नुभएको छ, मैले गरेको कुरा पनि सुनिदिनुहोस् भन्ने आग्रह गर्छु। त्यति सुनिसकेपछि चाहिँ यो चिज के हो, संवैधानिक राज संस्था के हो, हामीले खोजेको के हो, सार्वजनिक रूपमा राजाले नेपाली जनतालाई भोलि भनिराखेको कुरा के हो, यी सबै कुरा प्रश्नसँग व्याख्या गर्ने मैले प्रयत्न गरेको छु। त्यसो भएको हुनाले आजको दिन मैले यहाँहरूलाई चाहिँ व्याख्या बयान गरिरहनु परेन, म छोटो कुरा गर्छु भनेको कारण त्यसो भएर राजाले गद्दी समेत त्यागेको देश अझ पनि के त्याग्नुपर्छ भन, म त्याग्न तयार छु भनेर नेपाली जनताको सामुन्ने बोली भनिराखेको अवस्थामा अब एउटा कुरा चाहिँ मलाई मन नपरेको के भनेदेखि मलाई दाइको पनि अनुरोध, दाइलाई पनि म अनुरोध गर्छु, यो कागजमा आउँदा आउँदै मलाई सोधेको छैन, थाहा पनि छैन, समितिमा मेरो नाम पनि राखिदिएको छ। म यो समिति त्याग्छु। त्याग्ने के मैलेबाट सुरु, यो समितिमा म बस्नु पर्दैन। तपाईँहरूले गरेको सम्पूर्ण काममा मेरो सहस्र एकता सहयोग हुन्छ। यो समितिमा बस्नु पर्दैन। समितिमा बसेर म ठुलो हुन्छु जस्तो मलाई लाग्दैन, किनभने म बाँकी संसारले सानै देख्छु। जब अर्कोलाई सानै देख्छ भने आफैले म ठुलो किन भनिरहनु पर्छ। मैले उदाहरणको लागि भने है यो कुरा, यसलाई अन्यथा अर्थ नलिनु होला। त्यसकारण यो कार्य सम्पादन समिति जो बनाएको छ त्यो समितिमा म बस्दिनँ।
तर हाम्रो संस्थाको प्रतिनिधित्व हुन्छ यसमा। आवश्यक पर्यो भने हामी प्रतिनिधित्व गरौँला, भेटौँला, कुरा गरौँला, सहयोग गरौँला। किनभने बिना शर्तको सहयोग उ बेलादेखि हामीले गर्दै आएको हो। त्यो सुरुवात दुर्गा प्रसाईबाटै भएको हो। आज हामीले जति पनि गऱ्यौँ, मैले भन्नुपर्दा दुःख लाग्ने कुरा चाहिँ अरू जति संसारलाई त मैले सघाएर हिँडेँ, मलाई त कसैले पनि सघाएन। केशरबहादुरलाई सघाउनु त कोही पनि आएन, अरूलाई मैले नसघाएको कसलाई छ? त्यसकारण म अहिले यो यति मात्रै भन्न चाहन्छु। अब राप्रपाले पनि त्यो कुरा के भन्छ बुझी जानी विचार गरोस्। मेरो सहयोग हुन्छ, 1 2 3 हुन्छ, 100% हुन्छ। हामीसँग भएका जो सङ्घ संस्थाहरू छन् उहाँहरूसँग मैले अझ बढी लामो छलफल गर्न आवश्यकता छ। किनभने हामी 22 वटा समाज भएको वाम मोर्चासँग पनि आबद्ध छौँ, हामी नेपाली काङ्ग्रेस बीपीसँग पनि आबद्ध छौँ, हामी नेपालको लागि नेपाली पार्टीसँग पनि आबद्ध छौँ, हामी राष्ट्रिय सरोकार मञ्चसँग पनि आबद्ध छौँ, हामी एनडीएसँग पनि आबद्ध छौँ। जसलाई छोडेर जान मन लाग्छ छोडेर गएका छन्, जो साथमा बसेका छन् उनीहरूसँगको आबद्धतामा हामी बेइमानी गर्दैनौँ। सिम्पल कुरा यही। त्यसो भएको हुनाले उहाँहरूसँग अझै छलफल गर्न बाँकी छ। मैले आज बिहान त थाहा पाएँ, आज बिहान मेरो नवराज दाईसँग कुरा भयो, म भन्दैछु। अब फेरि बैठक गरेर कार्य सम्पादन समितिको बैठक गरेर यी आबद्ध सङ्घ संस्था मोर्चा दलका साथीहरू सबैलाई राखेर छलफल गरेर हामी कुन रूपमा कसरी सघाउने भन्ने कुराको निर्कोलमा पुगेर हामी तपाईँहरूलाई मद्दत गर्छौँ। मलाई यो समितिमा राख्नु पर्दैन, मैले यहीँबाट यो समिति त्यागेँ। म तपाईँहरूलाई यो अनुरोध गर्न चाहन्छु। सुझावको रूपमा एउटा नवराज दाईलाई के छ मेरो भनाइ भने, हामी कुनै पार्टी वा कोही झन्डाको अन्तर्गत पनि छैनौँ। यो कुरा पनि सबैलाई हेक्का रहोस्। जाल गरेर झेल गरेर सभा गर्ने भन्यो, फ्याट खल्चेबाट एउटाले झन्डा देखाइदिएर हैरान पार्छ नि। यहाँ मैले चिनेको गाली गर्दै फजिती हुन्छ, झन्डा लुट्दै फजिती हुन्छ। त्यसो गरेर कति फाइदा हुन्छ त्यो फाइदा हुनेले जानोस्। तर चरित्र चाहिँ यस्तो खालको छ। नवराज दाई आजको दिन पनि, आजको दिनसम्म राप्रपाको अनुशासन समितिको अध्यक्ष हुनुहुन्छ। राप्रपाको अनुशासन समितिको अध्यक्ष नै भइरहेर यो हाँक्न अलिकति गाह्रो हुन्छ। त्यसैले उहाँले पहिले राप्रपा अनुशासन समितिबाट राजीनामा गर्नुपर्छ, अनि उहाँ स्वतन्त्र मान्छे हुनुहुन्छ, अनि राष्ट्रिय झन्डा बोकेको सुहाउँछ। त्यो उहाँले बोकेको राष्ट्रिय झन्डाको पछाडि हामी सबै लागौँला। मेरो यति भनेर अहिलेलाई बिदा हुन चाहन्छु। बाँकी कुरा त अब यत्रो लडाइँ लड्नु छ, सभा गर्नु छ, केशरबहादुरको आवश्यकता परेका बेलामा हामीहरू सधैँ छँदैछौँ। एक्लैले घमण्ड कसैले नगरौँ। अस्तिकै भेला पनि त्यो सबै नेपालीले राजालाई सघाउँछु भनेर वचनमा आएको हो। मेरो र तेरो भनेर धाक लाउनु कसैले पर्दैन। मेरो सामान्य अनुरोध यति गरेर बाँकी अरू कुरा यसमा लागि परेका सबैलाई, विशेष गरी दुर्गा प्रसाईले ज्यानै छोड्या हुनाले बाचुन्जेल पनि उसलाई धन्यवाद त भन्नै पर्यो होइन। अझ अघि लाग्नुहोस् भनेर पुरस्कृत त गर्नै पर्यो। अब मुखसुख चाहिँ त उहाँको स्वभाव हो, अलि सम्हालेको राम्रो। अब त्यो त उहाँ त्यो के गर्ने, उहाँको बानी यस्तो भनेर मात्रै सुख पाइँदैन, अलिकति बानी छोड्नै पर्छ। मेरो त्यो एउटा दाजुको हिसाबको अनुरोध हो। त्यति छोड्नु भयो भने चाहिँ सुनमा सुगन्ध भयो, त्यो छोड्नु भएन भने चाहिँ सुनमा गुगन्ध भयो। यति निवेदन गरेर बिदा हुन्छ। धन्यवाद। धन्यवाद केशरबहादुर विष्टज्यू, अत्यन्तै सान्दर्भिक कुरा गर्नुभयो। यस पछाडि मैले अन्तिम पहिलो वक्ताको रूपमा राजेश यादव, हिन्दू सम्राट सेनाका अध्यक्ष राजेश यादवजीलाई बोलाएँ। उहाँलाई मैले 2 मिनटभन्दा 3 मिनट समय दिन, समयको पाबन्दीलाई मध्यनजर गर्दै यहाँका 2 शब्द राखिदिनु अनुरोध गर्दछु। धन्यवाद उद्घोषकज्यू। यो हाम्रो आन्दोलनमा राजा पुनर्स्थापनाको लागि जुन आन्दोलन हुन गइरहेको छ, जन आन्दोलन, योमा हाम्रो हिन्दू सम्राट सेनाको पूर्ण सहयोग र समर्थन हुनेछ र हामी 2 नम्बर प्रदेशबाट प्रतिनिधित्व गरेर यो राज व्यवस्थालाई हामी कसरी अगाडि लाउन सक्छौँ, त्यसले हामी सम्पूर्ण साथीहरूलाई गाउँ गाउँबाट राष्ट्रिय झन्डा बोकाएर काठमाडौँ छिराउने हाम्रो नीति र आगामीको
लक्ष्य हुनेछ र हाम्रो केन्द्रबिन्दु काठमाडौँ राखेर आगामीको आन्दोलन गर्ने हामीसँग दुर्गा प्रसाद दाई हुनुहुन्छ। उहाँले हामीलाई मोटिभेट गर्नुभयो, होइन भाइ अब यो व्यवस्थालाई परिवर्तन गर्नै पर्छ, नभए हामी बाँच्नेवाला छैन, हाम्रो सन्तति बाँच्नेवाला छैन। यदि यस्तै अवस्था भयो भने चारैतिर भ्रष्टाचार छ, धर्मान्तर। आज 50 लाख क्रिस्चियन भइसक्यो। हाम्रो धर्म संस्कृतिलाई मास्ने गाउँ गाउँतिर गएर हिन्दूलाई लोभ लालच आर्थिक प्रलोभन दिएर धर्मान्तरण गरिरहेका छन्। एउटै विकल्प, हामी यदि राज संस्था फर्काउन सकेनौँ भने यो धर्म नासिन्छ र हाम्रो अस्तित्व बाँच्नेवाला छैन। त्यही भएर हामीलाई राज संस्था चाहियो र म त यति तपाईँहरूलाई आश्वासन दिन्छु, यो मधेससँग मिथिला भूमिबाट हामी प्रतिनिधित्व गर्दछौँ। यो राजनीतिक शब्द मधेस मात्र हो। हामी मिथिला प्रदेश चाहन्छौँ, न कि मधेस प्रदेश। मधेस प्रदेश हामी स्वीकार्नेवाला छैनौँ। हाम्रो अस्तित्व मिथिला कल्चरसँग छ, न कि यो राजनीति दलहरूले मात्र हामीलाई भजाएर खाने षड्यन्त्र भइरहेछ। म त सम्पूर्ण राजावादी होस् हिन्दूवादी होस्, आउनुहोस् यो व्यवस्था परिवर्तन गर्नुहोस् र हाम्रो नेपाल राष्ट्रलाई जगाउनुहोस्। नभए यो नेपाल राष्ट्र रहने छैन र तपाईँ जुन बिल्डिङ स्थापना गर्नुपर्छ, धन सम्पत्ति कमाएर राख्नुपर्छ नि, यो कश्मीर जस्तै हालत हुनेछ र हामी बाध्य हुनेछौँ। जसरी नेपाल के भन्छ पाकिस्तान बङ्गलादेशबाट जसरी हिन्दूहरू भाग्न बाध्य भइरहेछ नि, त्यसरी नेपालबाट पनि बाध्य हुन्छ र हामी मुक्त हुनेछौँ। त्यही भएर हाम्रो घरलाई जगाऊ र राज संस्था पुनः स्थापना गरौँ हामी सबै मिलेर र एउटै राष्ट्र झन्डाको मुनि, न कुनै पार्टी र सङ्गठन। हामी सङ्गठनवाद, पार्टीवाद, क्षेत्रवाद र भाषावाद भन्दा माथि उठेर हामी राज स्थापना गर्नुपर्छ। यति भन्दै म जय श्री राम भन्न चाहन्छु। धन्यवाद राजेश यादवजी, तपाईँको अत्यन्तै सुन्दर कुरा सुनाए। र आजको यस कार्यक्रमका अन्तिम वक्ताको रूपमा हामीले लिएका छौँ दुर्गा प्रसाई, जसले धर्म संस्कृति नागरिक बचाउ महाअभियानका अभियन्ता पनि हुनुहुन्छ, संरक्षक पनि हुन्छ, अध्यक्ष पनि हुन्छ। उहाँलाई आफ्ना भनाइहरू संक्षिप्तमा राखिदिनुहोस् र पछाडि बस्नुहुने सम्पूर्णले दुर्गा प्रसाईको भाषणलाई पनि सुनिदिनुहोस्। धन्यवाद। धन्यवाद। अब दाइले अघि भनिहाल्नुभयो होइन, केशवराज दाइले दाइले भनेको कुरो मान्नै पर्यो। अब बाउ समानको मान्छे नमान्दा पनि हिन्दू कल्चर हिन्दू संस्कृतिमा हुर्केको छोरो ल सम्पूर्ण यहाँ उपस्थित हुनुहुने मेरा अग्रजहरू सबैजना मेरो बुवाका उमेरका हुनुहुँदो रहेछ। उहाँहरू राजनीतिकमा खाई खेली दरबारदेखि सडकसम्म आइसक्नु भएको छ। दरबारमा हुँदा पनि उहाँहरू मन्त्री नै हुनुभयो, फेरि गणतन्त्रमा आएर पनि मन्त्री नै हुनुभयो। मैले त त्यो स्वाद कहिले लिइनँ, म त्यो स्वाद लिन पनि चाहिनँ। मैले एक दिन फेरि पत्रकार मित्रहरू र सुरक्षाकर्मी साथीहरू है सम्पूर्णलाई मेरो नमस्कार है। यहाँ बिचमा भन्दा भन्दै कता कुदिएछ, बाटो छोडियो, फेरि अब बाटोमा ल्याउनु पर्यो। मैले त्यो स्वाद लिन कहिले पनि, मलाई त्यो स्वाद छैन। मैले महाराज धिराजलाई एक दिन चिया बगानमा भेट्दाखेरि भनेको थिएँ, मलाई अहिले पनि सम्झना आउँछ, सरकार मलाई त्यो आइसिएस पनि आउँदैन, जाइसिएस पनि आउँदैन, किनभने म दरबारमा म त्यो जी हजिरिया गर्न जन्मेको मान्छे पनि होइन, म साधारण मकैबारीमा जन्मेको काइलीको छोरो हो, एउटा किसानको छोरो हो। मलाई यति भए पुग्छ भनेर लाग्छ। म सरकारसँग आइसिएस जाइसिएस आउँदैन भन्दा होइन बोल्नुहोस् बोल्नुहोस् भन्नुभयो। म त्यो कल्चरबाट आएको मान्छे। मलाई लाग्छ यो अग्रजहरूले हिजो राम्रो काम गरिदिएको थियो भने सायद राज संस्था हिन्दू अधिराज्य जाँदैन थियो होला। यो एउटा गम्भीर कुरा छ। भन्नलाई त धेरै सजिलो छ। मैले यहाँ नवराज दाई 86 वर्षको मान्छेले आज यो भारी बोक्नु कतिको जायज कुरा हो, कतिको जायज कुरा हो। र हिजो 86 होइन 86 होइन दाइ। अनि मैले दाइलाई भने मेरो बुवा
पनि बाँच्नु भएको भए यतिखेर 86-87 वर्षको हुनुहुन्थ्यो। मेरो बुवा खसेको पनि 3 वर्ष भयो। मेरो बुवा समानको मान्छे हो र यो कार्यक्रममा उपस्थित हुँदै गर्दा मेचीको किनारमा लगेर राजा भनेको त लगभग मान्छेले बिर्सिसकेका थिए। राजा देखाउने, धर्म देखाउने, भोट माग्ने, संसदमा जाने, मन्त्री पड्काउने, दौरा सुरुवाल लाउने। मैले नि सरकारलाई के भने नि सरकार, म हिजो प्रचण्डको विरासतमा बसेर हाम्रो धर्म थियो, हामी टेररिस्ट भन्नुभयो तपाईँले, हाम्रो धर्म थियो तपाईँलाई फ्याँक्ने, हामीले फ्याँक्यौँ, फ्याँकेकै हो तपाईँलाई, हामीले हाम्रो धर्म निमायौँ। अब मैले प्रचण्ड र केपी ओलीलाई छोडेर आएको छु। अब राज संस्था फेरि दरबारमा लगेर राख्ने हो, हिन्दू अधिराज्य फर्काउने हो। यो फेरि मेरो धर्म हो, दुर्गा प्रसाईको धर्म हो। त्यस कारणले तपाईँले मेचीको पुलमा गएर बत्ती बाल्नुपर्छ भनेर भनेको थिएँ मैले। म त्यो लाइनमा हिँडेको मान्छे हो। दुर्गा प्रसाई जे बोल्छ त्यो गर्छ, जे बोल्दैन त्यो गर्दै गर्दैन। मलाई चित्त बुझेन भने म बोलिहाल्छु। मेरो एउटा बानी छ, म कसैसँग डराउँदिनँ, मलाई डर भन्ने छैन। र मेरो एउटा आदत के हो भने मेरो ब्याकगियर पनि छैन, इम्पोसिबल भन्ने सब्जेक्ट पनि मेरो डिक्सनेरीमा छैन। हुन्छ भनेपछि हुन्छ। राज संस्था आयो, हिन्दू अधिराज्य आयो, त्यसमा कसैले रोकिँदैन। किनभने यो वातावरण कसले बनाएको भन्दाखेरि राजाले हिजो हाँसी 240 वर्षको विरासत छोडेर जाँदै गर्दाखेरि त्यो राजाको छेउमा गएर तपाईलाई के हो भनेर सोधिदिने कोही मन्त्री पनि थिएन। राजाका पालामा मन्दिरहरू बन्नेहरू कोही थिएन। तर पत्रकारको अगाडि आएर राजाले हाँसी बिना रक्तपात दरबार छोडेको कुरालाई हाम्रा अहिलेका दलका दलाल तस्कर भ्रष्टहरूले कम आँकेछन्। राजा भनेको राजै हुँदो रहेछ नि। प्रचण्ड, केपी ओली यी दल 12 भाइ मिडिया नाचेको र राजा हिँडेको मिल्दो रहन्छ क्या? मिल्यो त? मिलेन नि। राजा भनेको राजै हुँदो रहेछ। त्यसले गर्दाखेरि मैले राजा बिर्सिसकेको राजालाई मेचीको पुलमा लगेर पर्व उडाउँदै गर्दाखेरि त्यतिखेर मेरो परिवार, मेरो दिदी, मेरो छोरा, मेरो परिवारले मलाई साथ दिएको थियो। मैले यस्तो डरलाग्दो एउटा खाडलमा हाम फाल्दै थिएँ जहाँ म हराउँथेँ। तर मलाई लाग्थ्यो यो सत्यको लडाई हो, यो भगवान विष्णुको अवतार राजा, तपाईँको हिन्दू धर्म संस्कृति बोकेर हिँड्दै गरेको कुरालाई पक्का पनि एक दिन सम्पूर्ण नागरिकले साथ दिन्छन् भन्दै गर्दा र लिएर जाँदै गर्दा म आज सम्झिन्छु। त्यतिखेर मैले केशर बहादुर दाईलाई लिएर गएँ। म त्यहाँदेखि आजसम्म पनि म केशर बहादुर दाईको भाइ नै भएर बाँचेको छु। म उहाँभन्दा पछाडि पनि छैन, अगाडि पनि छैन, बिचमै छु, काखमै छु। दाईले पनि यो बुझ्दा हुन्छ। यतिको बोल्ने कुरामा के भने यतिको नबोल्दा कोही जाग्दो रहन्छ। हामीले मान्छे मारेको हो र गोली हानेर। 28 सालमा नेपाली उद्योगपतिहरू काटेर आए त खड्ग प्रसाद ओलीहरू, सिपी मैनालीहरू आए त। तिनै सिपी मैनाली होइन राजा चाहिन्छ भन्ने। मेरो हजुरबुवा 2021 सालमा झापामा सिनेमा हल बनाउनु भएको थियो, उद्योगपति हुनुहुन्थ्यो, धर्मप्रसाद ढकाल। ब्ल्याङ काटेर आज मारवाडीसँग पार्टनर गरे त यिनीहरूले। यही कुरा नै उठाएको हो मैले। त्यसलाई कसले ओगडिदियो? राम्रो समाचार 12 भाइ मिडियाले बनाइदिए। देश लुटिएको भयो। को बोल्यो? कैलाश शिवैसाको विरुद्ध त बोल्यो, धर्म भूषालको विरुद्ध बोल्यो, रामेश्वर थापाको विरुद्ध बोल्यो, कोही कनकमुनि दीक्षितको विरुद्ध बोल्यो, प्रचण्डको विरुद्ध कोही बोल्यो, खड्ग प्रसाद ओलीको कमोडियाको विषयमा कोही बोल्यो, दुर्गा प्रसाद एक्लै बोलिरह्यो। मैले कमोडियाको विषयमा बोल्दाखेरि मैले जेल जानु पर्यो। जेल जाने बेलामा मैले के भने, कम्बोडियाको विषय खोलिसकेपछि तपाईँहरू राम्रो बुझ्नु होला। मलाई भोलि बिहान 6 बजी 3 गते बेलुका मैले पत्रकार सम्मेलन गरेँ। 4 गते मलाई बिहान फोन आयो पुलिसको 6 बजी, भाग्नु पर्यो दुर्गाजी, तपाईँ यसो साइड लाग्दिनुहोस् न भने। म चुप लागेँ, हुन्छ सर भने। 8 बजी मलाई फोन आयो फेरि एकजना इन्सपेक्टरको, दुर्गाजी यसो साइड लाग्दिन्न भने। मैले के भने, नेपालभित्र नेपाली खोज्दैछु, मैले भाग्ने ठाउँै देखिनँ। म कहाँ भागौँ? मै पनि एउटा योद्धा छु, लड्दैछु। मै एउटा योद्धा भाग्दियो भने यो नेपालीहरूको के हालत हुन्छ, नेपालको के हालत हुन्छ, विदेश जाने नेपालीहरूको के हालत हुन्छ भनेर म भागिनँ। मलाई अनि बुढीले आएर, श्रीमतीले आएर के भनिन् भने, तपाईँले जुन अभियान थाल्नु भएको छ ठिक छ,
तपाईँ हिम्मत नहार्नुहोस् भनेर श्रीमतीले भने। मलाई छोरीले पनि के भनिन् भने शत्रुसँग लड्नुपर्छ भने बाबा छातीमा छाती जुधाएर सिगौरी खेलेर कुममा कुम जोडाएर आँखा शत्रुको अगाडि आँखा हेरेर लड्नुपर्छ। तपाईँमा त्यो खुबी छ, लड्नुहोस् बाबा हामी छौँ भनेर मलाई मेरो छोरीले भने। अहिले हो जस्तो लाग्छ। त्यस कारणले गर्दाखेरि यो अभियान मैले चाल्दै गर्दाखेरि मलाई अलि तपाईँहरूले के भन्नुहुन्छ भने मैले होला दौरा सुरुवाल लाइने टोपी लाउँदिनँ दौरा मैले राजा लगाइदिनु भने दौरा सुरुवाल र टोपी लगाएर लगाउनेमा राज संस्था फर्किने भए सरकार म 200 जोर दौरा सुरुवाल र टोपी लगाएर हिँड्ने थिएँ। 200 टोपी लगाएर मैले अर्को पनि देख्ने भने हिन्दू अधिराज्य पहिलो लुगा लगाउनेमा हिन्दू अधिराज्य आउने भए मैले सरकारलाई भनेको कुरा म नाङ्गै सबै बेसार दलेर हिँड्ने थिएँ जिउमा। त्यसरी पनि आउँदैन। सदनबाट हिजो तपाईँको हाम्रै साथीहरूले चाहिँ गरे होइन, नभए राज संस्था जाँदैन थियो नि, जान्थ्यो। त्यसले गर्दाखेरि यो राज संस्था फर्काउने कुरो चान्चुने कुरा होइन। र मभन्दा पनि दिग्गज महानुभावहरू यहाँ हुनुहुन्छ। हल्का रूपले के भन्नुहुन्छ भने हल्का रूपले यति गते ल्याइहालिन्छ उति गते ल्याइहालिन्छ, त्यो होइन। राजालाई पनि ल्याउने विधि छ, प्रक्रिया छ। हामी सबै मर्दा पनि राजा गएर सिंहासनमा बस्नुहुन्न, प्रक्रिया होला नि त। त्यसले गर्दाखेरि राजा आउनुहुन्छ, राजा आइसक्नु भएको छ, हिन्दू अधिराज्य आइसकेको छ। त्यसले गर्दाखेरि तपाईँहरूले के बुझ्नु भने हामीले पटक आह्वान गर्यौँ। मैले आह्वान गर्दाखेरि मैले हेर्नुहोस् यो राज संस्था बिर्सिसकेको राज संस्थालाई आज यो ठाउँमा पुर्याउनको लागि, हुन त मैले मात्रै गरेको होइन, आम नेपाली जनताहरूले गरे। यो ठाउँमा पुर्याउनको लागि मैले जुत्ताको माला, कालो मोसो, के चिज मैले भोगिनँ। मैले कसैसँग 1 रुपियाँ सहयोग मागिनँ। मैले मेरो पेट काटेर मेरो परिवार, मेरो पनि त छोरो छ, श्रीमती छन्, नातिना छन्। यो लडाइँ हारियो भने निर्मल निवासभित्र पसेर राजालाई काट्छ, मेरो परिवार नासिन्छ। यो लडाइँ जित्यो भने राजालाई राज संस्था गद्दीमा राख्न सकिन्छ। यो कुरामा कोही पनि हेलचक्राइ नगरौँ। र यो लडाइँ कहाँ गएर जोडिएको छ भन्दाखेरि यहाँ यत्रो दिग्गज यो उसमा सबै कुरा आयो, 2-3वटा कुरा आएन। यसमा एउटा नवीन सम्झौता भनेको के हो? कोसँग सम्झौता गर्ने? राजाले हिजो यिनीहरूसँग के को सम्झौता हुन्छ? लुटेराहरूसँग सम्झौता हुन्छ। लुटेराहरूलाई लातको लात हानेर खेदेर राजालाई त्यहाँ गएर राख्ने हो। कसले भने यो नवीन सम्झौता हुन्छ भनेर? नवीन सम्झौता हुँदैन। कुरा भन्नु भएन? राजाले जसरी रक्तपात विहीन दरबार छोड्नु भएको छ, त्यसरी यिनीहरूले रक्तपात विहीन जसरी सत्ता सुम्पिया छ राजाले, यिनीहरूले सत्ता सुम्पिनुपर्छ। यो सुम्पिएर छाडिन्छ, देखाइन्छ। किनभने आर्जु देउपा अहिले दिल्लीमा के भनेर बसेपछि 6 दिन, आज 7 दिन भयो। जलस्रोत मन्त्रालय, परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालय तपाईँहरूलाई हामी हेर्न दिन्छौँ। हिन्दू अधिराज्य पनि, हिन्दू राज्य पनि दिन्छौँ, राजा पनि ल्याउँछौँ, हामीलाई नै दिनुहोस् भनेर त्यहाँ बसेकी छिन्। यो कुरा तपाईँहरूले बुझ्नु भएको छ? त्यही हो त नवीन सम्झौता भनेको। राप्रपाकै केही सांसदहरू के भन्छन् भने राष्ट्रपतिको ठाउँमा राजालाई ल्याउने भनेर। के को राष्ट्रपतिको ठाउँमा राजालाई ल्याउने? राजा भने किङ इज किङ, राजा भनेको राजा हो। राष्ट्रपति बसेको ठाउँमा राजा बस्दैन। के अलिक बढी भयो कि क्या हो भने होइन, यो गाईको विषयमा आएकै छैन। कुरा बुझ्नुभयो के? कुनै नवीन सम्झौता, कुनै राष्ट्रपतिको ठाउँमा कसैसँग केही सम्झौता हुँदैन। तपाईँहरूले के बुझ्नुहोस् भने म पक्राउ खान तयार छु, म थुनिन तयार छु, म भाग्न तयार छैन, म भाग्दिनँ। म भाग्नलाई जन्मेको मान्छे होइन। मैले भाग्नलाई यो आन्दोलनै गरेको होइन। यो खड्गप्रसाद ओली, प्रचण्ड, शेरबहादुर देउपा सबैलाई हिर्काओस्, माधव कुमार नेपाल, बाबुराम सबैलाई हिर्काओस्। 15 गते हामीले जनविद्रोह गर्दैछौँ, जनविद्रोहको घोषणा गर्दैछौँ। 15 गते हामीले आन्दोलनको घोषणा गर्दैछौँ। हामी नेताका घरमा पनि पस्न सक्छौँ। तपाईँहरू तयार हुनुहोस्, सम्हालिन तयार हुनुहोस्। मलाई थुन्नुहोस्, म पक्राउ खान तयार छु।
जहाँबाट पक्राउदिनुपर्छ म दिन तयार छु, तर मलाई पक्रिन त्यति सजिलो छैन होला। अब तपाईँहरूले बुझ्नु, त्यति सजिलो छैन। यो मैले जे बोले, जे गर्छु। मैले फेरि एक्लै भनेको नि, हामी समयले हो नि फेरि। अब यहाँ यो उसमा मैले नवराज दाईलाई एउटा कुरा भन्छु, दाई 86 वर्षको यत्रो अनुभव भनेर भनेको, यहाँ एउटा कुरो लघुवित्त सहकारी ब्याङ्क पीडित ब्ल्याकलिस्टमा परेका मान्छे विदेशिया मान्छेको कुरा आएन क्या दाइ। यहाँ हामीले राज्य सत्ता परिवर्तन गरेपछि, व्यवस्था परिवर्तन गरेपछि सबैभन्दा पहिला 20 लाख भन्दा मुनिको ऋण मिना गर्नुपर्छ। त्यो पनि राजाले पनि मान्नुपर्छ त्यो कुरामा। विदेश गएका नेपालीलाई यही देशमा फर्काउने वातावरण बनाउनुपर्छ, त्यो राजाले पनि राजाको उसमा आउनुपर्छ। विदेशका खाडीका मुलुकमा रेमिटेन्स, आज रेमिटेन्स कसले पठाउँछ? नेपालीका छोराछोरीले। पैसो रेमिटेन्स कसले चलाउँछ? मारवाडीले। हामी कसका यहाँ अनि अहिले फेरि रोयल्टी हुनलाई भन्छ, अनि हामी राजाको रोयल्टी हुनु मारवाडीका रोयल्टी भइरहेको छैन अहिले, मारवाडीका गोठाला। कुरा बुझ्नुभयो कि? यो कुरो तपाईँहरू बुझ्नुहोस्। त्यो 1000 जना राजा र 1000 जना मारवाडीको गोठालो हुनुभन्दा बरु एउटै राजाको रोयल्टी भइदियो बाबा। प्रभु प्रचण्ड, केपी ओली, तपाईँहरूका झोलेहरूलाई म त्यही भन्छु। त्यसले गर्दाखेरि यो राज संस्था र हिन्दूमा मात्रै गएर यो कुरो अड्किँदैन। यो कुरो भनेको लघुवित्त पीडित, सहकारी पीडित, ब्याङ्क पीडित, ब्ल्याकलिस्टमा परेका नेपाललाई ब्ल्याकलिस्टमा हाले, यी सबै कुरा तस्करका कुरा छन्, भ्रष्टाचारका कुरा छन्। यी सबै कुराहरूलाई समेटेर एक मुष्ट यिनीहरूको माग पुरा गरिन्छ। एक मुष्ट सम्पूर्ण नागरिकहरूलाई म त्यो भन्छु। त्यसले गर्दाखेरि यो एउटा चाहिँ नि ऊ बन्दै थियो। अब नवराज दाईको उसमा एउटा समिति बनेको, यो धेरै कुरा आयो। अब मैले यो कुरा पनि क्लियर बनाउनु पर्यो। यो त उही तुलसीगिरीलाई पो ल्याएको छन् फेरि आयो बजारमा। हिजो नयाँ पत्रिकाले लेखेपछि नि एकजना पत्रकार मसँग गए सोध्नलाई, ए बाबा यसले उसलाई विश्वास नगर्ने, उसले एउटा विश्वास नगरेपछि हामी नेपाली भनेको के हो भन्दाखेरि एउटा ढुङ्गालाई लाने धुङ्गे, अनि रुखको फेदमा राखेर यसो एउटा गेरुको कपडा ओछ्याएर यसो सिन्दुर लगाइदिएर नमस्ते गर्ने मान्छे हो नि त हामी। त हामी त्यहाँ विश्वास गर्छौँ भनेपछि कमसेकम 86 वर्षका हाम्रो दाजु नवराज सुवेदी दाईलाई एउटा मुख राखेर यो लडा हाँक्ने त दुर्गा प्रसादहरू छँदैछन् नि यार। यो त किन त्यो कुरा गर्नु? हामी हाँक्छौँ उनीहरूलाई, हाँक्दैनौँ त के हो अनिलजी? तपाईँ हामी छैनौँ। त्यसले गर्दाखेरि म सम्पूर्णलाई के भन्छु भने सधैँ एउटै कुरा हुँदैन, सधैँ तुलसीगिरी हुँदैन। नवराज दाई भनेको नवराज दाई हो, उहाँले चालेको कदममा यहाँ आयो। मलाई त्यहाँ नजानुहोस्, त्यहाँ जानुभयो नमिल्नुहोस् है तपाईँ भनेर पनि आयो। तपाईँहरू चाहिँ पार्टी जानु, त्यहाँ अध्यक्ष हुनुहुँदो रहेछ। मलाई के थाहा, अहिले केशरबहादुर दाईले भन्दा पो थाहा पायो। त्यहाँ अब तपाईँको त्यो के आउनु पर्यो भने स्पेसल राजीनामा आउनु पर्यो है मेरो दाजु। तपाईँ राजीनामा दिनुहोस् न। तपाईँ स्वच्छ एउटा नेपालको नागरिक हुनुहोस्, जस्तो दुर्गा प्रसाई जस्तो। दुर्गा प्रसाई नि नेपाल र नेपालीको मैले छोडिदिएँ त कि दाइ। घडीदेखि लिएर यी लगाउनु सुरु गरेँ त, यी कुवाइलो धागो खप्तर जाने हो दाइ। यो लडाइँ जितेपछि, व्यवस्था परिवर्तन गरेपछि लघुवित्त र सहकारी यी गरिब छन् नि, यिनीहरूलाई चाहिँ नि सुविधा भएपछि खप्तर गरेर बस्ने हो। आनन्द क्यान्सर सर्भाइभल मान्छे हो। यो प्रधानमन्त्री कसलाई हुन मन लाग्छ आउन् तिनलाई नै प्रधानमन्त्री बनाइदिने। खप्तर जाने हो, बस्ने हो। यो कुरामा क्लियर हुँदा हुन्छ। त्यसले गर्दाखेरि म सम्पूर्ण नेपाली नागरिकहरूलाई के भन्न चाहन्छु भने 15 गते, यो आउने 15 गते कुरो बिग्रेको क्या हो दाइ? क्यामेरा दाइ पो आउने 15 गते केशर दाईले फिर्ता लिन हुन्न भनेर भन्न पर्यो। होइन त्यहाँ पाइन्न है केशर दाईले होइन, केशर दाई होइन, एकछिन केशर दाई बस्नुहुन्छ। केशर दाईलाई होइन, यस्तो हो, यस्तो हुन्छ नि त। भगवान् कृष्णको केही थियो थिएन नि, भगवान् कृष्णको केही थिएन नि, तर संसारै भगवान् कृष्णको थियो। त्यो भूमिकामा हुँदा पनि हुन्छ। त्यसले गर्दाखेरि आउने 15 गते हामीले विद्रोहको घोषणा गर्दैछौँ, जनविद्रोहको घोषणा। त्यो जनविद्रोहको घोषणामा हामीलाई साथ सहयोग
एक मुष्ट हुन्छ कि हुँदैन? धवल दाई यहाँ आउनु न भनेको। यहाँ कमेन्ट ए मिश्र दाई यहाँ आउनु पर्यो नि त, मिश्र रविन्द्र दाई यहाँ आउनु न, यहाँ आएर कमेन्टमेन्ट गर्नु पर्यो नि, पर बसेर भएन नि, यहाँ आउनु पर्यो नि, कमेन्टमेन्ट गर्नु पर्यो नि। ल धवल दाई आउनुहोस् त, 15 गते जनविद्रोहमा उपस्थित हुनु पर्यो नि त। हामी एक छौँ, हामी एक हौँ, आउनु पर्यो नि। ल केशरबहादुर दाई पनि आउनु पर्यो नि भाइ, हामी एक हौँ भाइ, आजदेखि हामी एक हौँ नि त भाइ। ल रविन्द्र दाई पनि आउनु पर्यो नि। ल ल होइन रमा दिदी पनि आउँदा भयो। अनिलजी आउनु न तपाईँ पनि। ल ठिक छ। ल हामीले एउटा व्यक्ति होइन, हामीले दाइलाई के छ भनेदेखि ल सक्यो। त्यसले गर्दाखेरि तपाईँहरू के बुझ्नुहोस् भने नि, दाइले सारथीको भूमिका गर्नुहुन्छ, बाण चलाउने काम दुर्गा प्रसाईले गर्छ, बाण चलाउने। तपाईँहरू यो कुरा बुझ्नु होला। र त्यो भन्दै म बिदा लिन चाहन्छु। के छ अरू? ल होइन उहाँहरू त आएको यहाँ उसमा देखिहाल्छ नि। ल त्यो भन्दै मैले बिदा लिएँ। सुनिदिनु भयो, आइदिनु भयो। अब यसको अन्तिम ऊ गरिदिनु होला नवराज दाईलाई म भन्दछु। ल सम्पूर्ण साथीहरू, मेरो आह्वानमा तपाईँहरू यत्रो विभिन्न पार्टीका विभिन्न समूहका साथीहरू आइदिनु भयो। यो हल खचाखच पारेर यत्रो कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरिदिएकोमा म यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। र अर्को कुरा म डिक्लेयर गर्छु, मैले निष्पक्ष हुनु पर्यो, पार्टी एउटा पार्टीको सदस्यता लिनु भएन भन्ने यहाँ प्रश्न उठेको हुनाले म आजदेखि राप्रपाको साधारण सदस्य पनि रहेन। म यही मेरो जीवनको अन्तिम लक्ष्य भनेको यही हिन्दू राष्ट्र र राष्ट्र स्थापित ल्याउने हो। यो कमिटीलाई मेरो बुताले बरगतले शरीरले भ्याएसम्म म यसैमा समर्पित हुन्छु। साथीहरूले शङ्का लिनु पर्दैन। ल सबैलाई अन्त्यमा फेरि म धन्यवाद दिँदै आजको कार्यक्रम यही समाप्त भएको घोषणा गर्छु। धन्यवाद। आज सम्पूर्ण राजावादीहरू अब जनआन्दोलनको लागि तयारी अवस्थामा हुनुहुन्छ। यहाँ देख्न सकिन्छ शिवसेना नेपालदेखि लिएर अभियन्ताहरू हुनुहुन्छ, दुर्गा प्रसाई हुनुहुन्छ, अनिल बाबा हुनुहुन्छ, गङ्गा चौधरी हुनुहुन्छ, राष्ट्रवादी नेत्री नेता हुनुहुन्छ। माइक कहाँ माइक